चाहिँ हामी फेरि एक स्टेप माथि आएर फेरि रेस्ट गरिरहेको छौँ हामी रेस्ट गर्दै हिँडिरहेको छौँ अहिले बाटोमा हामी चाहिँ मैले ब्यागहरू यहाँ राखेको छु यहाँनिर चाहिँ टावर चाहिँ नमस्तेको टावरै हो त्यो चाहिँ होल 8 बिस्कुटलाई भ्याउँछ होला सायद बार्खु यतातिर जतातिर यति नै काम गर्छ होला अनि एउटा कुरा चाहिँ के नोटिस गरेँ भन्दाखेरि मैले मेरो यो फोनको इन्टर्नल माइक बिग्रिएको छ क्या मलाई थाहा थियो त इन्टर्नल माइक बिग्रेको कारणले म चाहिँ यो माइक्रोफोन एक्सटर्नल माइक्रोफोन युज गरिरहेको छु त्यही भएर चाहिँ साउन्ड आउँदैन कि यो युज नगऱ्यो भने अनि यो एक्सटर्नल माइक्रोफोन युज गर्दाखेरि पनि कतिखेर साउन्ड आउँदो रहेछ क्या सो त्यो प्रब्लम आएर चाहिँ भिडियोमा अगाडि हेरेको छु अनि त्यो चाहिँ एडजस्ट गरिदिनु होला अनि म पनि यो चाँडै नै इन्टर्नल माइक बनाउने कोसिस गर्छु किनभने यस्तरी त हुन्न यो पाराले सो अहिले चाहिँ मिठो हावा लागिरहेको यतादेखि हावा आइरहेको हेरेर अब आइसक्यौँ नजिक छौँ खौलाको हामी सो अहिले चाहिँ मजाले हावा लागिरहेको छ यस्तो आनन्दको हावा खान कहीँ पाइँदैन यस्तो गाउँमा जस्तो हावा खान कहीँ पाइँदैन क्या आनन्दको त्यो पनि यस्तो डाँडातिर क्या बेसीतिर पनि त्यस्तो दामी हावा आउँदैन कि लेक हल्का लेकतिर पर्छ हिउँ पनि पर्थ्यो पहिला चाहिँ हिउँ पर्न छोड्यो योचोटि पनि परेन त्यही नै हो म माथि चाहिँ जाँदै गर्छु यो भिडियो लामो भयो भने चाहिँ यसको पार्ट 1 र पार्ट 2 बनाउँछु अब चाहिँ हामी एकछिनमा खाजा खान्छौँ यहाँनिर चाहिँ हामीले खाजा खाएर पनि यता माथितिर आइसक्यौँ अब हामीलाई यो डाँडा उठायो भने पुगिन्छ फाइनली सो मिठो हावा चलिरहेको छ अहिले चाहिँ यहाँनिर आमा मिठो हावा खाँदै आइरहेको छ यहाँदेखि तल चाहिँ यस्तो देखिन्छ है सो त्यही नै हो यता मैसे छ अब चाहिँ निस्किनुपर्छ हामी यहाँदेखि सो अहिले चाहिँ हामी बाटोमा हेरेको छु त्यहाँ अगाडि आइसक्यौँ त्यहाँदेखि अगाडि गराउन आउँछ तल्लो खौला त्यस पछाडि चाहिँ हामी फेरि आउँछु माथिल्लो खौलामा हामी 9:30 बजी 1 बजे भनेपछि त 10, 11, 12 3 घन्टा लाग्यो फेरि 2.5 घन्टा जति लाग्यो पुग्न आम्मामा हिँड्नै नसकिने भने बिसन्दै गइराखौँ यसैले ब्यागमा MP3 हालेँ अब आउँछ मजा यस्तो छ बाहिरतिर सुत्ने नै हो गाई सो हामी चाहिँ तल्लेडोको यहाँ सेकेन्ड खौला आइपुगिसकेछौँ एकदम धेरै एक्साइटमेन्ट छ एकदम धेरै खुसी छु म अनि यहाँ बाटो हराएर आइसक्यौँ यहाँ चाहिँ यस्तो छ यतातिर यस्तो अनि यहाँनिर माथितिर अर्को खौला छ के अरे यो सेकेन्ड खौला अनि फर्स्ट खौला चाहिँ सानो खौला ठुलो खौला क्या त्यही नै हो अनि यहाँ चाहिँ पहिला हाम्रो बाजेहरू गोठालाहरू ल्याउँथे पहिला चाहिँ गाईहरू यता तलदेखि यहाँ लेकमा ल्याउँथे अहिले चाहिँ एकदम खुसी छु एकदम आनन्द आइरहेको मिठो आवाज चलिरहेको छ खौलाको तल्लो ग्राउन्डमा आएको खौला छ त्यो चाहिँ सेकेन्ड खौला भनौँ त्यो अगाडि हामी निस्केको सेकेन्ड भनेर रहेछ त्यहाँ फेरि गऱ्यो भने चाहिँ पुरै सिन देखिँदा कि यतातिर दामी सिन छ दुइटा हिमाल देखाइदिएको जुम हान्यो भने मात्र देखिन्छ टावर छ नमस्तेको टावर हो त्यो चाहिँ युज गर्दै आएको टावर त्यही पहिला सम्झना छ मान्छे पनि बस्दो रहेछ मान्छे बस्थ्यो नि घाँस काट्न आएछ बाख्रा चराउन घाँस काटिराख्नु अहिले चाहिँ हामी ठ्याक्कै माथि खौला पुगिसक्यौँ यस्तो छ ताल यो तालको पानी नै यस्तो फोहोर टाइपको छ कि छ भनौँ यो चाहिँ किन भयो भन्दाखेरि यो पानी बग्ने पनि ठाउँ भएन एउटा कुरा अनि
हुने भन्यो भने आकाशबाटै झरेको पानी हो। अनि यहाँ माटो पनि त्यस्तै छ, नुहाउने पानी हो कि मान्छेहरूले भन्दा नि भैँसीहरू नुहाउने पानी हो। ठ्याक्कै त्यो ठाउँसँग चाहिँ मेरो बचपनको यादहरू लाइक चाइल्डहुड मेमोरीहरू धेरै कनेक्टेड छ कि रिलेटेड छ यो ठाउँसँग चाहिँ। हामीदेखि बच्चैदेखि यहाँ आएको ठाउँ हो कि यतातिर पुरै यो तालभरि पुरै जाडो महिना हिउँ पर्ने समयमा यो तालभरि पुरै ठाड जम्या हुन्छ। अनि पहिला हामी पनि आएर ठाड जम्या हुन्थ्यो, ठाड साड भाँच्ने, पुरै ढुङ्गा ठाडहरू लड्काउने, सिसा हानाहान गर्ने। त्यो त तिमी त कति थिएन कति मेमोरीहरू यतातिर बसेर खाजा खाएर आउँथ्यौँ त्यतिखेर रोटी तालभरि पुरै राउन्ड हान्थ्यौँ क्या हामी बच्चा बेला चाहिँ आएर। ठुल्ठुला दाईहरू हुन्थ्यो, दिदीहरू हुन्थ्यो। अनि यहाँ पनि यो घर छ, जो घर देखिरहेको नि यो घरमा पनि बसेका छौँ हामी। एक रात बसेका छौँ मौरा खाएर जाँदाखेरि। बेलुका आयौँ अनि त्यहीँनिर एक रात बसेका छौँ। अनि बेलुका आयौँ यहाँ बस्यौँ। अनि यहाँदेखि गयो मौरा खाएर चाहिँ त्यहाँ हो यो डाँडो देखिरहेको, त्यो डाँडो भन्दा नि त्यो डाँडा गएर टक्क पछाडि छ मौरा खाएर चाहिँ यता गराउने यस्तो छ। अनि यहाँ टन्नै छ क्या मेमोरीहरू। एक्चुअली हामी यहाँ तलदेखि कुकुर सानोबारको कुकुर लिन आएको थियौँ, त्यहाँदेखि पर हिउँ खेल्दै गयौँ। हिउँ खेल्ने भनेर माथि आयौँ, हिउँ परेको थियो। अनि त्यहाँदेखि फेरि यहाँ आयौँ। यहाँदेखि हामी यो बाटोदेखि गयौँ कि हामी यतादेखि हो जानुपर्ने। अहिले आएर चाहिँ हामी यो बाटो हामी त्यो बाटो गयौँ। गएको छौँ, 4-5 जना आएको थियौँ। खाजा खानुपर्छ अब चाहिँ। तल पनि खायौँ, अब यहाँ पनि खान्छौँ। सो धेरै गफ नहाल्नु, यसो भ्यूहरू इन्जोय गर्नु। अहिले चाहिँ हामीले खाजा पनि खाइसक्यौँ। सो एकछिन यसो घुम्छौँ हामी। खाजा खानपिन भन्ने कि सबै जे हुनु थियो सबै भइसक्यो। अब चाहिँ एकछिन मजा गर्छौँ। एकदम लास्ट जिउ थाकिरह घर गएर दरोज सुताइ पनि हुन्छ। अनि त्यहाँपछि शरीर पनि चलाउन सकिन्न, भोलि खोच्याउने हुन्छ खुट्टाहरू। त्यही नै हो। इन्जोय गर्दै गर्नु होला भिडियोलाई। अहिले चाहिँ हामी अर्को साइड आइसक्यौँ, वारी साइड आइसक्यौँ। हात्ती बसेर खाइरहेको थियौँ अगाडि। त्यहाँदेखि चाहिँ हामी यहाँनिर अगाडि त्यसौँ के के भन्छ मैखेललाई भन्छ नि भुटो खोर आइरहेको छौँ, अगाडि बढिरहेको छौँ हामी। यहाँ चाहिँ के मान्यता थियो भन्दाखेरि पहिला चाहिँ प्वाल छ पुरै तार हालेर भरिसकेको छ यो प्वाल। के थियो भन्दाखेरि यहाँ चाहिँ भुतले हो कि भुतले भैँसीहरूलाई तान्थ्यो भन्ने त्यही भन्थ्यो पहिलेको मान्छेहरूले। त्यही भएर चाहिँ यहाँ पुरै प्वालहरू तार हालेर बुझ्दैन नि यहाँ। आजकल आउँदा देखिन्न, पहिला हामी सानो हुँदाखेरि चाहिँ देखिन्थ्यो। त्यहाँनिर प्वाल छ अनि यहाँनिर यहाँ लट्ठी पनि हाल्दैन नि। यही मान्यता थियो कि यहाँ चाहिँ यो प्वाल चाहिँ त्यो कनेक्ट छ भन्थ्यो मान्छेले। मलाई थाहा भएन यस्तो देखिन्छ भने डर लाग्ने जस्तो ठाउँ छ भन्थ्यो। अब त्यो के हो अब रियल कुरा, पहिलाको मान्छेको कुरा त्यही गर्थे। देखिन्थ्यो, आजकल देखिँदैन हुन्छ। केही वर्ष भइसक्यो नि त यो त बुझिए पनि। अलिअलि प्वालहरू छन् सानो सानो। यहाँनिर त पुरै ठुलो भाङ छ कि के हो त्यही छ कि नि यता यहाँ पुरै भाङहरू रहेछ यतातिर। खुवात तल गइदियो होइन यसलाई हो कहाँ हो हेल्प माग्ने कसले सुन्यो यहाँ। यहाँ भिडियो बनाउने आउने भनेको चाहिँ यता पुरै जोतिसकेको रहेछ नि।
त्यहाँ जानुपर्छ अब भैँसी चराइरहने मान्छेहरू पनि बस्दो रहेछन् आजकल मान्छेहरूको पनि बसोबास जरेस्यु होइन जरेस्युहरू छन् यतातिर त्यहाँ माथि सिस्नु टिम जान्थ्यौ त्यहाँ पनि मान्छे बस्ने के हो एकछिन हामीले चाहिँ त्यहाँनिर एकछिन हामीले गफ गऱ्यौँ त्यहाँ बसी त्यो के अरे पेन्ट गरिरहेको अङ्कलसँग कुराकानी भयो तर भिडियो चाहिँ बनाएन तल गेटमा हुनुहुँदो रहेछ बर्खा बस्नु कि अहिले अरे अहिले बस्नु अरे बर्खा चाहिँ बस्दो रहेछन् सबै यहाँनिरको ग्राउन्डमा जाँदैछौँ हामी यहाँ ग्राउन्डमा गएर भिडियो बनाउँछौँ कस्तो छ अब मलाई त पहिले देखा दामी लागिरहेको थियो ग्राउन्ड चाहिँ इमेजिनेरी गरेको थिएँ नि त मैले यस्तो छ भनेर त्यो दामी सोचिरहेको छु कि अब कस्तो छ अब रियालिटीमा ठिकै छ त्यहाँबाट हिमाल देखिन्छ कि मैले हो त्यो घरबाट त्यहाँदेखि हिँड्दै फेरि यता अर्को साइड आइसक्यौँ किनभने त्यो एक ठाउँ जहाँ अब गइन्छ हल्का फेरि भिडियो बनाउँ कि भन्ने लाग्छ फेरि दामी लाग्दैन फेरि अर्को ठाउँ गयो अर्को ठाउँ पनि त्यस्तै त्यही गर्दा डुल्दा यहाँ पुगिसक्यौँ हामी चाहिँ गिजा पनि देखिन्छ यहाँ तल गिजादेखि नै यहाँदेखि हिमालहरू देखिँदै क्या ऊ त्यहाँ बादल गरेर आएको त्यतातिर देखिने भनेर आएको थियौँ यो हिँडेर खोजी ठाउँ भन्दा नि जानेर त्यो डेस्टिनेसन नपुग्दै अगाडि नै मजा आउने रहेछ क्या त्यो अगाडि नै फोटो खिचेर राम्रो लाग्ने चाहिँ पुगिसकेपछि चाहिँ कता फोटो खिच्ने कता नखिच्ने राम्रो पनि नलाग्ने त्यस्तो हुँदो रहेछ कि त्यही झ्याउ हुँदो रहेछ त्योभन्दा अगाडि नै खिच्दै आयो त्यही नै सही लाग्छ पछि त्यही नै हाल्यो मजाले स्टोरीमा सो नयाँ जो हुन्छ सब्सक्राइब गर्नु होला अहिले चाहिँ हामी यस्तो पुगिसक्यौँ यस्तो भ्यू छ दामी तरिकाले त बार्खु भयो होइन 3.5 घन्टा त्यस्तै लाग्यो होला अनि यो त्यतिर गएर भिडियो बनाउँछ मजाले आजकल मान्छे पनि बस्दो रहेछ अनि जोतिसकेको छ नि त कमतहरू तल चाहिँ ज्याम रिकर्ड हो पाहाड देखिरहेको अब यहाँ चाहिँ भिडियो बनाउँछ अब धेरै पनि डुल्दैन आनन्दले हावा खाएर एकछिनको निस्किन्छौँ हामी यहाँदेखि नेपालको मिनी स्विजरल्यान्ड मम्मीले सिस्नो टिकट ल्याइस् भन्छ यहाँ घुम्न के अरे यहाँ गए बेला चिन्ता नभएर यसले जुगाड लगाएर तिमी लान्छ मैले त्यही नै गाह्रो भित्र रहेछ सो फटाफट दिएर निस्किन त हामीलाई निस्किनु भएको हामी यो एउटा सरप्राइजिङ कुरा भयो क्या हामी सिस्नो टिभी राखेको थियौँ त्यहाँ अगाडि होइन हजुरहरूले पनि देख्नुभयो तर भिडियो बनाउन पाएन बिर्सेले चाहिँ मैले सिस्नो टिप्दै थिएँ छोरै सिस्नो टिप्नु पऱ्यो भनेर टिभी राखेको थिएँ मम्मीले ल्याउनु लागिसक्यो के भयो भन्दाखेरि अगाडि कुरा गरे भनेको थियो नि मान्छेहरू उहाँ चाहिँ मेरो जिबा भइसिन रहेछ यता घेतमातिरको अनि लक्ष्मण शाह रहेछ नाम जिबाको सो जिमालाई के अरे सीता शाह जिमाको नाम चाहिँ धेरै धेरै धन्यवाद हामीले सिस्नो टिप्दै यत्रो सिस्नो टिप्दैछ यहाँ एक ब्यागभरि यो पुरै पुट्टो पऱ्यो पुरै सिस्नो के त्यहाँ प्लास्टिकभरि छ प्लास्टिकको आधा छ होइन खाँदी बनाम धेरै धेरै धन्यवाद जिमालाई भिडियो बनाउन चाहिँ पाएन म कुरा गर्दै गर्दा सबै चिनजान आफ्नै चाहिनु लाग्दो रहेछ अगाडि त चिनजान थिएन अनि बोलाइछ हामीलाई सिस्नो टिप्न अनि अलिअलि कुरा गर्दै चिनजान बढ्यो लास्टमा
नै मान्छे रहेछौँ हामी चाहिँ। त्यही नै हो, धेरै धेरै धन्यवाद जीपछि मलाई। अब चाहिँ हामी लागिसक्यौँ अगाडितिर, अब सिधै हामी जान्छौँ। सो आजको भिडियो यतिमै एन्ड गरौँ। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।